हेलो वेलकम टु माई युट्युब च्यानल। म पनि सन्चै छु र हजुरहरू पनि सन्चै छ भन्नुको साथ आजको भ्लग सुरु भइसकेको छौँ। आज चाहिँ हामी कुडिले गाउँमा छौँ र आज हामी धान रोपाइ छौँ। आज चाहिँ हामी देख्न सक्नुहुन्छ यो तलको गरा चाहिँ आज हामी रोप्नेछौँ। यति नै छ आजको चाहिँ हाम्रो। यो चाहिँ हाम्रो अहिले ब्याड हो। यो चाहिँ अहिले हामी बिउ खान लागिरहेको छौँ। देख्न सक्नुहुन्छ यो बिउ ब्याड हो। टमेटो छाया चाहिँ यहाँ चाहिँ गुरु जप्ने यो चाहिँ कुडली गाउँ हो। देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको सिङ्गाली गाउँ हो। सिङ्गाली गाउँ त्यसपछि कुडली गाउँ हो। आज चाहिँ हामी के रोपाइरहेको छौँ गुरु जोताइ सुरु हुँदैछ। यहाँ चाहिँ गुरु जोताइ म चाहिँ खाना ल्याइदिन्छु। कुडली गाउँको बगान हो। माथिपट्टिको बाटो यो चाहिँ फ्यामिलीहरू मात्रै रोप्दैछौँ। धान चाहिँ यति मात्रै हो हाम्रो ठाउँ चाहिँ। त्यसो भएर हामी चाहिँ फ्यामिलीहरू रोप्दैछौँ। तल चाहिँ इतल हाल्दै हुनुहुन्छ। गरामा पनि धान रोपेको छौँ हामी। के हो यो बुझ्यौ टमाटर? हजुर के हो यस्तो? घेरावाला देख्न सक्नुहुन्छ। यो चाहिँ के हो यो थाहा भएन। टमाटर जस्तै छ के चाहिँ गराले हो।
गाडी आएर कसको हो दिएको हाल ऊ त गयो आइसाउनु ला छैन अब बुझ्यो ए हुन्छ प्लास्टिक हुआ रोपाई कार्यक्रम सकियो पूजा गर्दै यो चाहिँ बकारी बनाएको यो चाहिँ आजको रोपाई एकले धान रोपियो हामीले चाहिँ एकले धान रोपेको हो गाइस आज चाहिँ हाम्रो छुट्टी भइसक्यो यो चाहिँ हाम्रो टनेल हो टनेल छ यहाँ तल नि टनेल छ यो नि टनेल दुईटा टनेल छ घर पनि यहाँ दुईटा छ हामी रोपारी चाहिँ दुईजना तलको मेला चाहिँ आज हामी रोपेर सकियो गाइस हामी रोपारी चाहिँ दुईजना मात्रै फ्यामिलीहरू नै हो यो चाहिँ कोही खेताला थिएन आफ्नै मेला हो आफ्नै बारी आफ्नै खेताला भइहालेन गाइस देख्न सक्नुहुन्छ खाजा खाइसकेको पछिको दृश्य हो यो चाहिँ हाम्रो गाउँमा चाहिँ अहिले चाहिँ पानी परिरहेको छ देख्न सक्नुहुन्छ बेलुका बेलुका चाहिँ पानी पर्ने बानी नै भइसक्यो गाडी देख्न सक्नुहुन्छ मासु मासु पकाउने मान्छे छैन आफै पाटिएर छ पकाउने मासु किन्ने गरौँ मासु भात खाने हो देख्न सक्नुहुन्छ आज चाहिँ मैजर हो धान रोपेर सक्यो मसला सक्यो आज चाहिँ हाम्रो मैजरमा मासु भात खाँदैछौँ र आजको भ्लगलाई हेर्दा यति बेलासम्म साथ दिनुभएकोमा सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु र आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्दै सबैजना बिदा गर्न चाहन्छु सबैजना